गाइज हजुरहरूलाई एउटा कुरा देखाउँछु। 1 2 3 स्टार्ट। गाइज फेरि भेटौँला नयाँ भ्लगमा। बाई। सो व्हाट्सअप गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म बिहानै फ्रेस भइसकेको छु। हिजो चाहिँ होमवर्क लेख्दा सुतिसकेँ होइन, धेरै होमवर्क थियो। अहिले चाहिँ म बिहान उठिसकेको छु। गाइज आज चाहिँ खानामा चाउचाउ बनेको रहेछ अनि यता रोटी अब खान्छु यता हालेर। अहिले चाहिँ म स्कुल जानको लागि रेडी भइसकेको छु होइन। हजुरहरूसँग अब स्कुलबाट आएर भेटौँला। गाइज अहिले चाहिँ म स्कुलबाट आइसकेको छु। हजुरहरू देख्न सक्नुहुन्छ यता होमवर्क पनि लेखिरहेको थिएँ होइन, खाना पनि खाइसकेँ। अनि अब चाहिँ म छतमा जान्छु, केही बेर हावा खान्छु होइन। गाइज यता हेर्नुहोस्, मम्मीलाई ऐना हेर्दै। मम्मी यता हेर्नुहोस् त, हाई भन्नुहोस्। जमाई गरेर के हुन्छ, हाई भन्नुहोस् न। हाई हो त्यो यो यतादेखि उज्यालो आउँछ नि, राम्रो कति राम्रो गाएको। गाइज अहिले चाहिँ म छतमा आइसकेको छु। हजुरहरू देख्न सक्नुहुन्छ यता चाहिँ वाउ 1 2 3 4 5 अनि 6 चाहिँ झरिसकेको रहेछ। यता पातहरू पनि देख्न सक्नुहुन्छ। अनि गाइज मैले अस्ति यो मुङफलीको बोटो चाहिँ निकालेको छु। यता चाहिँ 2वटा मुङफली लागेका रहेछन् गाइज। अनि मैले खाइ पनि सकेँ होइन। अनि उता हेर्नुहोस्, लेन्टरको लागि कति बनाउँदैछन् उता, मतलब सरिया जोइन गर्दैछन् होइन। ठिक छ, तल हेर्नुहोस्। स्विटी स्विटी के छ? अहिले चाहिँ म छतमा आएको छु हावा खानको लागि। आजको मौसम यस्तो छ गाइज, हेर्नुहोस् कस्तो बादल लागेको छ होइन। तल हेर्न सक्नुहुन्छ रोड। अनि मौसम चाहिँ यस्तो छ, कतै बादल लागेको छ। यता हेर्नुहोस् परेवा। अनि उता सरिया काटेको आवाज आउँदैछ होइन। अनि साउन्ड पनि यता धेरै छ गाइज। अनि मेरो चाहिँ मोबाइलको क्यामेरा हुनाले क्यामेरा क्वालिटी पनि लो छ होइन। के गर्ने, क्यामेरा छैन, मोबाइलबाट नै सुट गर्नुपर्छ। गाइज हजुरहरूलाई एउटा कुरा देखाउँछु। अस्तिको भिडियोमा बादल लागेको छ भनेको थिएँ नि, उता चाहिँ बिचमा रहेको गाउँ चाहिँ मेरो गाउँ हो है। हजुरहरू म चाहिँ कहिले गाउँ गएँ भने हजुरहरूलाई मेरो भिलेज टुर पनि दिनेछु, हजुरहरू हेर्नु होला है। अनि कस्तो भिडियो मनपर्छ तपाईँहरूलाई मैले बनाएको, अनि कमेन्ट गरिदिनु होला। म चाहिँ त्यस्तै भिडियोहरू हजुरहरूलाई इन्टरटेन गर्ने भिडियोहरू बनाउने कोसिस गर्छु, आफ्नो लाइफ स्टाइल डेली भ्लग्स होइन। अनि अहिले चाहिँ रेडी बाहिर जानुभएको छ तरकारी सरकारी ल्याउनलाई। म चाहिँ आजभोलि गाइज स्कुल हुनाले होइन, अब थोडा दिन छ इक्जाम पनि आउनको लागि। इक्जाम आउँदैछ, त्यसैले पढ्नु पनि धेरै पर्छ, त्यसैले सुट हान्न पाउँदैन। हजुरहरूलाई के समय दिन सक्छु गाइज। सो आज चाहिँ गाइज डेडी र म बिच हाताबाई हुनेवाला छ। हजुरहरू देख्नु मेरो जित को जित छ हेर्नु न गाइज। ल अब चाहिँ म स्टार्ट भन्छु। 1 2 रुक जा, पहिला यस्तो 1 2 3 स्टार्ट। म तन्दै म खेल्दैन गाइज। यता चाहिँ डेडीले जित्नु भयो होइन। मम्मी लड्ने हो किन सक्ने हो, किन सक्दैन होइन। होइन गाइज एकचोटि भइहाल्यो, म हारेँ होइन।
हारे छ जित्छस् जित्दै बाटो गर्दिनु के गर्छु भने म बल लाउँदैन त्यति अहिले त अहिले जित्दै तैँले बनाऊ त भिडियोले गाइज हेर्नुहोस् मलाई जितायो भनेर कति राउन्ड गाइज केही छैन एकचोटि हाल्यो अब के गर्ने दोहोरो खेल्नु अब मेरो हार तेरो जित्नु गाइज अब चाहिँ म ड्याडीको धेरै जित्दिनँ होइन अब मम्मी र ड्याडी लड्न गइरहेका छन् को जित्छ हेर्नु होला त म सुट गर्छु ल को जित्छ भन्नुहोस् त यो जित्छ अब चाहिँ म स्टार्ट भन्छु है 1 ल ल ल ल को जित्छ पहिला त्यो भन्नुहोस् ड्याडी ड्याडी को जित्छ म हार्छु यो जितन्छ कसरी खै अब के थाहा ल 1 2 3 स्टार्ट लाला पनि तु ये हाल्ला न यो सकिन के चिटिङ गर्यो ल ल 1 ड्याडी ड्याडी त्यस्तो रियाक्सन नदिनु है ल 1 2 3 स्टार्ट कहिले जित्यो कसले जित्यो कसरी ड्याडीले जितेको आफूले नसकेपछि मान्छेले भनिहाल्छ धातुल गऱ्यो भन्ला यताउता हात गऱ्यो भने मान्छेले भनिहाल्छ त्यो सामान्य कुरो हो गाइज कमेन्ट गर्नु होला म त क्यामेरामा थिएँ सायद ड्याडीले जित्नु भएको जस्तो लाग्दैछ मलाई दाजुले भन्दैछ नि त्यसैले मम्मी तपाईँको के राय छ भन्नुहोस् त ल मेरो केही छैन म आफै खुसी छु किन जितेको गाइज कहिले जित्यो अब चाहिँ म छतमा जान्छु होइन गाइज म अहिले चाहिँ छतमा आएको थिएँ माथि हेर्नुहोस् गाइज कस्तो पानी आइरहेको रहेछ अनि म चाहिँ यता छु होइन अनि ड्याडी र मम्मी चाहिँ यता गेनेको मम्मीले केला ल्याएको रहेछ किन जाँदैछन् यता फ्री दिनु बेस्ता कि हो यसलाई हेर्नुहोस् गाइज यता हेर्न मैले डरे थिएँ रिस थाहा नै तँलाई उसो उता हेर्नुहोस् गाइज केला किनिँदैछ गाइज केला आइसकेका छन् गाइज आवाज हल्का के भयो गाइज केला आइसकेका छन् तपाईँहरू देख्न सक्नुहुन्छ एकतादेखि अब चाहिँ हामी खान्छौँ कप नुडल्स आज अस्ति ल्याएका कप नुडल्सहरू धेरै भयो गाइज लगभग 2-3 हप्ता जति भयो मैले खाएको थिइनँ होइन किनभने यो चाहिँ धेरै एक हप्ता 2-4 दिन मात्र सरी गाइज 2-4 दिन मात्र मेरो पनि यो सब खुस्क्यो अब खाने टेस्टी टेस्टी कप नुडल्स हेर्नु कसरी खाइन्छ भनेर है हेर्नुहोस् गाइज मम्मीलाई यता गाइज उता चाहिँ मम्मी भोलिको लागि ढुन्डो मुस्दै हुनुहुन्छ बिहान सजी हुन्छ भनेर किनकि 7:30 बजेको स्कुल हो अनि उता चाहिँ हेर्नुहोस् कप नुडल्स बनिरहेछन् एउटा कुरा गाइज हेर्नुहोस् कप नुडल्समा यस्तो पनि पाइने रहेछ होइन अस्ति लगभग 2-3 महिना अगाडि गएको गाइज यो पाइएन अनि आज चाहिँ पाइयो आजकल नयाँ के डेभलप भएको रहेछ यता हेर्नुहोस् यो चाहिँ यस्तो गरेर पनि दौडिन्छ यस्तो हुन्छ अनि यस्तो पाइएको थियो यस्तो राखिएको थियो त्यसभित्र यो पनि यसमा चाहिँ कलर आएका रहेछन् गाइज
हेर्नुहोस् कप नुडल्सको वेलो मैले पखाली पनि सकेको छु तर आएन। देख्न सक्नुहुन्छ यस्तो गरेर अनि यस्तो गरेर ठ्याक्क मिल्ने रहेछ यो हेर्नुहोस्। यसले खाने रहेछन् होइन गाइज। आज चाहिँ मस्त कप नुडल्स खाने हो। अहिले चाहिँ बाहिर राति भइसक्यो अनि बाहिर चाहिँ अँध्यारो छ, नत्र हजुरहरूलाई बाहिर चाहिँ गएर देखाउँथेँ होइन। अब चाहिँ कप नुडल्स खाने हो अनि होमवर्क पनि लेखिसकेँ अनि सुन्ने हो होइन मम? गाइज यता चाहिँ डेडी मोबाइल हेर्दै हुनुहुन्थ्यो। हेर्नुहोस् अहिले हामीले कप नुडल्स ल्याइसक्यौँ। अब डेडीको लागि यता कटौरामा हालिदिने हो, म चाहिँ यसमा खान्छु गाइज। हेर्नुहोस् कति राम्रो बनेको छ दाइ। वाउ म पनि हजुरहरूले देखाउँछु पहिलोपटक। हेर्नुहोस् टेन टेन मसलाहरू हेर्नुहोस् गाइज। म यसलाई एकचोटि गर्छु होइन। हेर्नुहोस् यता हेर्नुहोस् त। हेलो हेलो गाइज भन्नुहोस्। गाइज मेरो चुलो आदि खाना खाँदैछ गाइज। आदित्य कार्की गाइज हेर्नुहोस् गाइज यता चाहिँ डेडी खाना लाग्नु भएको छ अनि मम्मी पनि अनि म पनि खान्छु। यता हेर्नुहोस् कस्तो छ भने एकदम छ गाइज एकदम। हेर्नुहोस् कसरी खाँदैछन् यता। डेडीले त खाइ पनि सक्नु भएको छ। हेर्नुहोस् खाइसक्नु भएको। यता चाहिँ मम्मी डान्स गर्दै हुनुहुन्छ। यो हेर्नुहोस् हेर्नुहोस् अहै 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 लै 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 आहा लै। सो गाइज अहिले चाहिँ खानासाना खाइसकेर सुन्न लागेको हुँ। यता मम्मी पनि हुनुहुन्छ। हजुरहरू भ्लग राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला र यस्तै मजेदार भ्लगको लागि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु गरिदिनु होला। होला। अब फेरि भेटौँला नयाँ भ्लगमा। बाई।